पारेको हाम्रो वायरिङ हो। यस्तो खालको घर छ, आज ढलाइ हुन लागेको छ। वायरिङ चाहिँ पाइपहरू सबै बिछाइसकेको छ। हिजो बिहान एकछिन लगाइयो, त्यहाँबाट दुबी गएर दुबीमा फेरि एउटा भेटनेरी कार्यालयको चाहिँ सरकारी काम त्यसमा गऱ्यो र साँझ आइपुग्यो घरमा। अनि आज बिहान गऱ्यो। आज ढलाइ 2 बजीकै हुन्छ भनिरहेछ। 2 बजी मान्छे भर्खर गरेर आउँदैछ होइन। यस्तै छ वायरिङ भनेको, स्पेसल वायरिङ यस्तै हो। वायरिङ प्लम्बिङ दुइटै गरिरहेछौँ बेलबारीमा। विगत 18 वर्षदेखि हामीले निरन्तर रूपमा यो काम गरिरहेछौँ भन्न चाहन्छु। र यो मेरो च्यानल हेर्नुहुने सम्पूर्णलाई सब्सक्राइब पनि गरिदिनु होला है, लाइक कमेन्ट गरिदिनु होला। र बेलबारी एरिया, विराटचोक एरिया, सलकपुर, लक्ष्मीमार्ग यो एरियाभित्रमा छौँ भने काम दिनु भने हामीले एकदम सहुलियत ढङ्गले गर्नेछौँ। मैले यो एक तले घर 4 फुटे 18,000मा गरेको हो वायरिङ प्लम्बिङ दुइटै। किनभने वायरिङ प्लम्बिङमा त्यति इनर्जी लाग्दैन होइन, सामान्य काम हुन्छ, सहज हुन्छ काम। त्यही भएर अलिक सस्तै लिने, साइडहरू अलिक धेरै लिने, त्यो हिसाबले काम गरिन्छ है भन्न चाहन्छु। माथि तलाको लागि हो, माथि तलाको लागि यो भयो। तपाईँ किचन त्यो रुममा बस्छ अरे होइन, किचनको यसमा किचनको अब त्यहाँ माथिल्लो तला बन्दाखेरि मात्रै त्यहाँबाट ल्याउन पाइयो। अब यहाँबाट चाहिँ मैले किचनको लागि दिन्छु पछि तपाईँको लागि है। अहिले माथि तलाको लागि यहीँबाट तान्दैन भयो, त्यहाँबाट तान्दैन भयो है। अनि यहाँ प्रत्येक रुममा 3टा पोइन्टहरू बसेको छ होइन। 3टा पोइन्टहरू, अब एउटा इन्भर्टरको भए पनि भयो, एउटा सोलरको राख्दा पनि भयो, एउटा मेन लाइनको र एउटा बिचमा चाहिँ हाम्रो फ्यानको है। यो 3टा रुममा हामीले यसरी राखेको छ है। प्यासेजमा 2टा छ होइन, र अगाडिपट्टिको बत्तीहरू 3टा हामी राखेको छ। यो 2टा बरन्डामा र बरन्डाभन्दा बाहिरपट्टि एउटा, र घरको माथिल्लो साइडमा एउटा राखियो। घरको पछाडिपट्टि चाहिँ हाम्रो छजी अलिक धेरै निस्केको, 3 फिट 4 फिट जस्तो निस्केको, 3 फिट जस्तो निस्केको कारणले 3 फिट त कहाँ 4 फिट छ नि यो तपाईँको छजी, अलिक लामै भएको कारणले 3टा राख्यो पछाडिपट्टि। पछाडिपट्टि 3टा राख्यो र यसलाई नै हामीले साइडको जोडेर सिडी मुनि चाहिँ यसको टोइलेटको साइडमा टोइलेटको बत्ती सहित नै यो हाम्रो घर वरिपरिको बत्तीहरू राख्ने कुरा गरिन्छ। यो भनेको माथि बत्तीको लागि है भाइ, यहाँ माथिको लागि ल, यो माथिको लागि र यो केबल र उसको है मेन लाइनको लागि। यो बाहिर निस्केको पाइप, एउटा केबल र वाइफाईको आउँछ एउटामा होइन, एउटा पाइपमा, एउटा पाइप भनेको मेन लाइनको लागि, कालो तारको लागि। यहाँबाट चाहिँ हाम्रो मिटरमा जान्छ र टिभी भएको ठाउँमा जान्छ है वाइफाईको तार। अनि तल मुनिको छ नि भाइ, ए त्यो भन्नै पो बिर्सेँ। त्यो टोइलेटको पाइपहरू आउनको लागि त्यो अहिले मैले अलरेडी राखेको, पछि छत बनाउँदाखेरि छत कमजोर हुन्छ होइन, त्यो इँटा राखेर पछि इँटालाई मात्रै निकाल्नु थियो है। कुरो बुझ्नुभयो त। त्यसो भए 4 इन्च 3 इन्चको पाइप आउँछ अनि उसको पानीको पाइपहरू आउँछ है त्यहाँबाट। हजुर, अनि पानीको लाइनहरू आउँछ, मोटर सहित ट्याङ्कीको पनि सबै पाइप त्यहीँबाट जान्छ है। अनि तल मुनिको त्यो तपाईँलाई उसको लागि जान्छ है, तल टोइलेटको लागि है। त्यो बुझ्नुभयो नि भाइ, टोइलेटको लागि त्यहाँबाट गयो, त्यहाँबाट पल पारेर तल राखिदिन्छु र त्यहाँबाट यहाँ आएर यहाँबाट तल गयो टोइलेटको अगाडि त्यहाँनिर स्विच रहन्छ र त्यो बत्तीहरूको छ नि, त्यो बत्तीहरूको सबै त्यो टोइलेटको उसमा स्विचमा आउँछ है, बाहिरपट्टिको सबै यो बत्तीहरू। बुझ्नुभयो नि, बुझ्नुभयो। त्यो मात्रै तपाईँको त्यो बत्ती मात्रै त्यो भित्र त्यो बाहिरपट्टिको स्विचमा आउँछ है। त्यो परको बत्ती त्यो ल्याउनै मिलेन यहाँ हो,
त्यो चाहिँ घुमाएर मैले यहाँ ल्याएँ। त्यस्तो छ है भाइ राजा। यो चाहिँ अब ढलाई आधा उधी भइसक्यो सानो